खर 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 कन्फ्युज चाहिँ भएको छ इट्स लुक भेरी प्रिटी एकदम निस्सो Hi guys, good morning and welcome back to my channel. So this is the day 2 in Delhi. So आज चाहिँ हामीहरु चाँदनी चौक जाँदैछौं. So चाँदनी चौक चाहिँ धेरै कुराको लागि फेमस छ. सो हजुरहरुलाई चाहिँ हामीले देखाउने छौं हामी के लिन जाँदैछौं भनेर. मेन थिङ भनेको चाहिँ केटीहरुको लागि चाहिँ एकदम नै बेस्ट हो चाँदनी चौक पनि. सो आज चाहिँ हामी चाँदनी चौक एक्सप्लोर गर्दैछौं. So let's go with us. So आजको वहाँको आउटफिट चेक अझै अनि वहाँको चाहिँ रहेको छ आजको आउटफिट ओटिटी अफ द डे. हाम्रो मेट्रो चाहिँ आइसकेको छ. अब हामी चढेर जान्छौं. बाइ बाइ. यस्तो रमाउनु भएको छ बस्न पाएर. अब चाहिँ हामीहरु कश्मीरी गेटमा झरिसकेको छौं. अब हामीले चाहिँ मेट्रो चेन्ज गर्नुपर्छ. तो नेक्स्ट मेट्रो भनेको चाहिँ येलो लाइन हो. जाँदैछौं. यहाँ चाहिँ एकदम सजिलो भनेको यस्तो फुटप्रिन्टहरु के हेर्नु न कति सजिलो हुन्छ. अब येलो लाइनमा जाने हो कि ब्लू लाइनमा जाने हो. सो हामीहरु चाहिँ येलो लाइनमा जाने. अब यही फुटप्रिन्टलाई हामीले फलो गर्दै जान्छौं. हेर्नुस् त कति मान्छे हो. बिहान पनि यस्तै बेलुका पनि यस्तै कति धेरै मान्छे होला. स्टेसन पछि नै यति धेरै मान्छे के. कभर निकालेर युज गरिरहेको थियौँ. हामीले चाहिँ खासमा यो कार्डको यो र्याप निकालेर युज गरिरहेको थियौँ. तर यतिकै पनि चल्दो रहेछ के. अनि हामी चाहिँ चाँदनी चौकको मेट्रो स्टेसनबाट अब झर्दैछौँ. सो अब चाहिँ हामीले मार्केट जान्छौँ डाइरेक्ट. अनि हजुरहरूलाई देखाउने छौँ. मान्छे हेर्नु त कति धेरै हो. मेरो पछाडि त किरा जस्तै होला. किरा जस्तै म देखेको छु कि छैन भन्नु. यता हेर्नु गाइस यता भरेन. हामी त भरेन नै युज गर्छौँ बरु. यो यस्तो एलिभेटर बिचमै रोकिनु भन्दा बरु स्मार्ट वे भनेको यहाँ हेर्नु त खर 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 खर. चाँदनी चौकमा यो कस्तो बसन्तपुर जस्तै देख्दैछ. सो हामी चाहिँ फाइनली चाँदनी चौकमा पुगिसक्यौँ. अब चाहिँ मार्केट एक्सप्लोर गर्छौँ हामीले. सो अब यहाँबाट चाहिँ मेन कपडा मार्केट सुरु हुन्छ गाइस. सो लेट्स एक्सप्लोर चाँदनी चौक. काहीँ चाहिँ यस्तोमा पनि हिँड्नु पर्दो रहेछ गाइस. रमाइलो लाग्दछ. हिँडेर जान त हामी त पक्कै सक्दैन भनेर चाहिँ यस्तोमा जाँदैछौँ. अब हामी जाँदैछौँ अरुण साडीवाला दोकानको. कस्तो राम्रो राम्रो लेहेङ्गाहरू. कस्तो दामी दामी गाइस. आँखा झिलिमिली. हेर्नुहोस् त चाँदनी चौक त त्यही भएर मैले भने नि केटीहरू आयो भने त पागल हुन्छ क्या. चाँदनी चौक भनेको त यस्तो दामी ठाउँ हो कि. अब हामी चाहिँ चाँदनी चौकको आज गल्ली एक्सप्लोर गर्छौँ. हामीले गल्ली एक्सप्लोर गर्ने कोसिस गर्छौँ र हजुरहरूलाई पनि देखाउँछौँ कस्तो के पाउँछ भनेर. हामी बेलुकी 6-7 बजे भन्दा पहिला घर जाने बेला छैन. यहाँबाट अर्को ठाउँ पनि जाने ठिकै छ. तर हामी मलाई फिल भइसक्यो. आज हामी सदर मार्केट पनि जान्छौँ भन्ने सोचेको थियो. तर यो टाइम अलमोस्ट 12:30 एराउन्ड भइसक्यो हामी पुग्दा. अनि अब यहाँ मार्केट एक्सप्लोर गर्दा त अलमोस्ट 6-7 त बज्छ. सो आज चाहिँ हामीले अर्को मार्केट एक्सप्लोर गर्न पाउँदैन होला. सो आज चाहिँ हामीले यही चाँदनी चौक मात्रै एक्सप्लोर गर्छौँ. देखाइदिनुहोस् कस्तो दामी अझै तपाईँहरूलाई म अहिले पसलमा पुगेर देखाउँछु. पक्नुस् न. तर मलाई थाहा छैन किनभने यहाँ चाँदनी चौकमा फेरि कतिजना मान्छेको पसलको पोलिसी के हुन्छ भन्दा कि उनीहरूको पसलमा गएर चाहिँ सुट गर्नु चाहिँ पाउँदैन. त्यस्तो पनि हुन्छ. सो अब के हुन्छ हेरौँ त्यो चाहिँ.
गाइस हैरानै भयो यहाँ मान्छे देखेर हामी त भगवान। सो अब चाहिँ हामीले यो जुस खान लागेको। कस्तो लाग्दैछ त चाँदनी चौक घुमेर? सुरुमा त बहुत एक्साइटेड थिएँ तर अहिले चाहिँ लोस परिसक्यो। केही न केही किनेछ गाइस। एउटा पसलमा गएको भिडियो नि बनाउन दिएन। मैले हजुरलाई पहिले भनेको थिएँ नि भिडियो बनाउन पाउन कसैको पसलमा चाहिँ। त्यही भएर त्यहाँ चाहिँ हाम्रो मिनिमम पनि हामीले कति टाइम लाग्यो भन्दा 2 आवर्स भन्दा बढी त त्यही लाग्यो होला कि। र अब चाहिँ हामी एउटा नेक्स्ट एउटा पसलमा जाँदैछौँ। तर हामीले जुन खोजिरहेको थियो त्यो चाहिँ हामीले पाएनौँ। हाम्रो दिमागमा भएको जुन तर हामी खोजेर चाहिँ रहनेछौँ। यस्तो मार्केटमा आएर नखोजेको भयो भने त एकदम नै रिग्रेट फिल हुन्छ हामीलाई। गाइस चाँदनी चौकमा चाहिँ मान्छेले तान्नेर अगाडि अगाडि आएर तान्नेर हैरान पर्दो रहेछ। हे भगवान। कलेक्सन चाहिँ यस्तो बवाल बवाल तर एकदम धेरै हन्ट गर्नुपर्ने के खोज्नुपर्ने लाइक कहाँ जाने के गर्ने भनेर चाहिँ पागल हो नि मान्छेले तानेर हैरान यता जाम उता जाम यता जाम उता जाम कोसँग जाने हैरान। फेरि डरै लाग्ने क्या लाइक गल्ली गल्ली सानो सानो गल्ली मलाई जाँदा त है कस्तो कहाँ हो के हो कसैले लगेको लुट्नै लगे जस्तो फिल हुने रहेछ। हैरान त हैरानै हुने तर टर्न लेफ्ट। तर जस्तै भए पनि हामी एक्सप्लोर गरेर चाहिँ सामान चाहिँ पक्कै लिएर जान्छौँ आज। चाहिँ यस्तो साडी हेर्नु आएको एकदम नै कन्फ्युज भयो। हेर्नु यस्तो दामी दामी छ तर कन्फ्युज चाहिँ भएको छ। मिठो मिठो कलरको साडी। गाइस हामीले चाहिँ फाइनल गरिसकेको छौँ। यो वाला साडी चाहिँ हाम्रो फाइनल भइसकेको छ। हजुरलाई म नियरबाट लुक देखाउँछु। हेर्नुहोस् कति राम्रो छ। सो ब्युटिफुल। गाइस हेर्नु कस्तो लाग्यो हजुरहरूलाई साडी? इट्स लुक भेरी प्रिटी। एकदम नै सोबर सिम्पल सोबर एलिगेन्ट के कलर पनि फ्याब्रिक पनि। साडीले दिन गयो हालत हेर्नु हाम्रो कस्तो भएको छ। लाउन कस्तो मिठो छ? पापडी चाट हो गाइस। इट्स लुक सो यम्मी। टेस्टी टेस्टी गोलगप्पे बनाओ। कति ठुलो यसलाई त खानु छिटो। मिठो। अब चाहिँ हामीहरू फर्किँदैछौँ। अब चाहिँ हामीहरू सदर बजार जान्छौँ। आज सदर बजार पनि कम्प्लिट हान्दिने हो। उता हेर्नु त लाल किल्ला गाइस देख्नुभयो हजुरहरूले लाल किल्ला। के भयो रे आज हामीसँग? स्क्याम भयो गाइस। एक ठाउँ आफै उल्लु बनेर कहाँ पुगेर आइयो लास्टै भोक पनि लागेछ। त्यही भएर आज हामीले लास्टमा खाना चाहिँ यो खाइरहेछ मैले। अब घर जान्छौँ भोलि जान्छौँ अब फेरि हामी सदर बजार। हाम्रो जे भए पनि यस्तो अर्कै ठाउँमा पुगे पनि हामीले नयाँ नयाँ चिज हेर्न पाउँदैछौँ मेट्रो स्टेसनभित्र हो कि होइन भन्नु त? हामीलाई जान थियो सदर बजार। हामी गयौँ सदर बजार क्यान्टोनमेन्ट। के गर्ने दुःख पायो मङ्गले आफ्नै ढङ्ग। धेरै जान्ने भएपछि चाहिँ होइन मेट्रोको लाइनमा चाहिँ हालेको हो हाल्न चाहिँ। तर अब त्यसले त्यही देखायो। सो हामीले पनि अब त्यही नै होला भनेर चल्दियौँ। तर लास्टमा रहेछ त्यो आर्मी एरिया। त्यही भएर आजको दिनै हाम्रो राम्रो थिएन जस्तो लाग्यो होइन। अब भोलि फेरि हामी सदर बजार चाहिँ जान्छौँ। गाइस मान्छे हेर्नुहोस् त दिल्ली मेट्रोमा एकदम नै थोरै।
हे भगवान् कहाँबाट आएको हो यत्रो मान्छे यहाँ मान्छेको भिडमा त हामी त गायब भन्छौँ गायब नै हे भगवान् हामी चाहिँ यो वाला प्लेटफर्मबाट जाने हो त्यसपछि हामीले एउटा चेन्ज गर्नुपर्छ त्यसपछि बल्ल हामी घर पुग्छौँ के हेरेको तपाईँले हो यहाँ माथि हेर्दै हुनुहुन्छ हामी कहाँ जाने हो भनेर गाइस हामी चाहिँ भोक खप्नै नसकेर यहाँ कश्मीरी गेटमा चाहिँ पिज्जा खान लागेको आउनु नि त यहाँ राख अब हामी चाहिँ पिज्जा खान लागेको डोमिनोजको मिठै देखेछ अब भोक मिठो भएपछि त मिठै हुन्छ होला सबै एउटै हो Cheers. मिठै छ गाइस अब हाम्रो हालत यस्तो भइसक्यो हामी अब घुम्नु पनि बस्नु परिसक्यो हामी मात्र होइन ल यहाँ अरू पनि Next vlog.